यहाँनिर तपाईहरुको हर्स राइडिङ पनि हुँदो रहेछ वहाँ चढ्नु भइरहेको रहेछ हो Okay, so everyone, welcome back to my YouTube channel. It's me, Tasu the Explorer, Tashi. तो आप सभी को मेरा यह चैनल में स्वागत है। फिलहाल अभी हम लोग जा रहे हैं सीताराम, जो कि सिक्किम में लोकेटेड है, जो नया नया बना है, बहुत पॉपुलर है, जो सिक्किम में मामरिंग साइट में लोकेटेड पड़ता है। तो ये सभी हम लोग आए हैं देखने के लिए सीताराम कैसा है, आप लोगों को दिखाऊंगा। हिजो अस्तिको राइडर यहीँ हो, फेरि सेम राइडर आयो। युट्युब च्यानल हेर्यो होला नि तपाईहरुले, कता गयो यहाँ उ उहाँ चाहिँ हाम्रो सन्दीप खरेल सर हुनुहुन्छ। को अरे घोडाको बाउ को अरे सन्दीप खरेल सर। ल अन्त तपाईहरु पनि भन्दै गर्नुहोस्, कमेन्टहरु गर्नुहोस् कस्तो लाग्यो तपाईहरुलाई यहाँनिर भ्यूहरु। यो दुई हल गोरु चाहिँ बेच्ने वालामा छ। यस अन्त यो चाहिँ तपाईहरुको के रे यो जग्गाको नाम? सीताराम सीताराम हैन। अन्त यहाँ भ्यू पोइन्टहरु राम्रो निकालेको छ। अन्त यो चाहिँ हाम्रो शेखर मोक्तान और ये चाहिँ अन्त गान्धीजीको बुढो। यो चाहिँ तपाईहरुको भ्यू पोइन्टको लागि राखेको हैन। मामरिङदेखि अझै अलिकति माथि आउनुपर्छ। यहाँनिर तपाईहरुको हर्स राइडिङ पनि हुँदो रहेछ वहाँ चढ्नु भइरहेको रहेछ हो। जसलाई मन पर्छ लादा हुन्छ। यो चाहिँ लादा हुन्छ। सस्तै छ, यसको प्राइस सस्तो राख्दिएको छ। कति कति? ल अब हामी चाहिँ यहाँ अब अलिकति यहाँ पुच्काहरू खाउँ भनेर बसेको। खानुपर्छ अब। अनि के खाने? पुच्का खाउँ। अनि पुच्का खाउँ। ओ शेर सीतारामको। पुच्का पाउँछ नि? के भन्नु तपाईहरुलाई, यो नजारा हेराउनु मन लागिरहेछ हौ। जति देखाए पनि मन पुग्दैन छ, हेर्नु नि है। झन् अघि नै क्या दामी निक्लेको थियो हौ। ल पुच्का आयो। उता लैजाऊ हैन, यहाँनिर राखौँ। कैसन बा? के खाने? Oh my god, look at this place. Okay guys, तो आज का vlog यहीं तक होगा. We are going back. Please do subscribe and like and keep watching my videos.